हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। यो चाहिँ मेरो त्यो पहिला छुट्टी गएको भिडियो हो है। अनि यो चाहिँ हामी अब हाम्रो बाजे बोजूहरू चाहिँ राबुङला साउथ सिक्किममा बस्नुहुन्छ होइन। अनि हामी चाहिँ बाजे बोजू भेट्नु गएको, म मेरो छोरी मेरो हस्बेन्ड है। हामी चाहिँ बाजे बोजू भेट्नु गएको राबुङला साउथ सिक्किम। अनि त्यहाँ 1-2 दिन बसेर चाहिँ फर्किने हो। अनि अब कोही बेला भेट्दै गर्नु पर्यो नि त बाजे बोजूहरूलाई पनि होइन। त्यही कारणले चाहिँ हामी जाँदैछौँ त्यहाँ चाहिँ। अब ज्यादातर होइन राबुङला साउथ सिक्किमको जुन चाहिँ टिबेटन सेटलमेन्ट छ नि, त्यहाँनिर चाहिँ अब प्रायः जस्तो टिबेटनहरू मात्रै बस्नुहुन्छ त्यहाँ है। टिबेटनको एउटा ठुलो बस्ती छ भनौँ न, त्यस्तो है। त्यही बस्नुहुन्छ। मेरो ठुली आमा पनि त्यही बस्नुहुन्छ। एकदम दामी है, पिसफुल खालको जग्गा छ। त्यही कारणले मजा लाग्छ कि बेला। एकदम ठुलो हुनुको कारणले गर्दाखेरि चाहिँ है, एरिया 1, 2, 3, 4, 5, 6, 7 भनेर छुट्टाएको हुन्छ हो। अनि आफ्नो आफ्नो एरियाको आफ्नो आफ्नै नै उयो हुन्छ है। सबै कुरा आफ्नै आफ्नै एरियाको अब जस्तै हुन्छ नि, अब कतिवटा कुरा मिटिङहरू गर्ने भयो केहरू सबै आफ्नो आफ्नो एरियाको आफ्नै आफ्नै हुन्छ है। अनि त्यसपछि फाइनली हामी पुग्यो राबुङला। अनि भोक लागेर हामी होटेलमा गएर थुक्पा खायो है, मिक्स थुक्पा र मोमो। अनि फाइनली हामी चाहिँ अब यो माथि जाँदैछु है, बजारदेखिको अलिकति माथिपट्टि जानुपर्छ। यहाँ हेर्नुहोस्, यहाँ तपाईँले देख्नुहुँदैछ नि यतापट्टि, यो सबै टिबेटन सेटलमेन्ट हो है। यो सबै टिबेटनहरू मात्रै बस्नुहुन्छ। यहाँबाट चाहिँ अब हामी उता गयौँ भने चाहिँ नाम्ची पुग्छ हो। अनि यहाँबाट गेटबाट भित्र पस्यो भने चाहिँ यता माथि राबुङला बस्ती पुग्छ है, हाम्रो बाजे बोजू बस्ने ठाउँ। सो हामी यहाँबाट भित्र पस्नुपर्ने हुन्छ गेटबाट है। अनि हामी चाहिँ जाँदैछु फाइनली है। हामी घर पुगेँ। अब बाजे बोजूको घर पनि यताउता गरेर हामी पुगेँ है। यो हाम्रो बाजे बोजूको घर हो। बोजू उता हो, बाजे उता पानी भर्दैछ, बाजे बोजू यता आउँदैछ। अनि यो कुकुरहरू, यो चाहिँ हो राबुङला बस्ती। राबुङला बस्ती हो यो, यस्तो छ। यो चाहिँ पूजा गर्ने, यहाँभित्र माने छ, पूजा गर्ने ठाउँ हो। उता छिमेकीहरू बस्ने ठाउँ हो। यो चाहिँ उयो हो, अब मिटिङहरू के प्रोग्रामहरू हुने ठाउँ घर हो यो। अनि यो चाहिँ मेरो छोरी हो, कुकुर खेलाउँछ जहिले पनि जहिले पनि कुकुर भन्ने मक्ख हुन्छ। अनि बिबीको पाला चाहिँ सुतिरहेछ है। अनि यता चाहिँ मेरो छोरी है, मेरो छोरीले चाहिँ अब मलाई स्लो मोसनको भिडियो बनाइदिनु न भनेर भन्दै थिएँ होइन। अन्त मैले चाहिँ भिडियो बनाइदिएको। अनि पछाडि फर्केर हिँड्दै रहेछ कि, अनि मैले पछाडि फर्केर कहाँ स्लो मोसन हुन्छ, अगाडि फर्केर गर्नु पऱ्यो नि भनेर भनेको। होइन, पहिला पछाडिबाट खिच्नु न, त्यसपछि अगाडिबाट खिच्दा हुन्छ नि भनेर भने। अनि मैले ल त्यस्तो होइन, यता फर्किनु पऱ्यो त्यस्तो होइन भनेर भनेको। अनि छोरीले अन्त एकछिन पर्खिन, अलिक उपरसम्म जान्छु अनि फर्किन्छु भने है। अनि त्यसपछि अलिकति अगाडिसम्म जानु डबले है, नक्कली छोरी, मेरो नक्कली छोरी हो नि। अनि त्यसपछि यस्तो फर्केको अरे है। त्यसरी अन्त अब आमा छोरी एकछिन भिडियो गर्दै है, अनि स्लो मोसन गर्दै बसिरहेँ। त्यसपछि बाजे बोजूहरूसँग पनि गफहरू लामो चल्यो है, अस्तिको दिन जुन दिन आउने दिनको बेलुका है। अनि सबै सन्चै हुनुहुँदो रहेछ है, बाजे बोजू दुईजनै। त्यतिकै हो। अनि यहाँ आएर है एउटा शान्ति महसुस हुन्छ, आनन्द हुन्छ है। त्यसपछि एकछिन तल्लोपट्टि गएको है, यो चाहिँ डिसेम्बरको टाइम। त्यसपछि एकछिन तल बाटोसम्म आएँ है हामी। यसो माथि हेरेको त कस्तो दामी हिउँ परेछ कि हिमालको टुप्पा टुप्पामा। किनकि यो समयमा डिसेम्बर थियो नि त, एकदम जाडो थियो। अनि त्यही कारणले माथि हिउँ परेछ। बादमा तल पनि पर्छ है, यतातिर राबुङलातिर पनि पर्छ हिउँहरू है। अन्त हेर्नुहोस् न कस्तो दामी है हिमालहरू।
सिधै दामी देख्दो रहेछ है। एकछिन हेरेर बसेको हामी है, कस्तो हुन्छ नि आनन्द भएको के हेरेर बस्दाखेरि। अनि मैले जुम गरेर पनि देखाउन कोसिस गरेको है, त्यति राम्रो आएन रहेछ। अनि हेर्नुहोस् न, टुप्पो टुप्पो मात्रै हिउँ, कस्तो दामी है। अनि त्यसपछि फेरि अब हामी कहाँ जाने भनेर सोचेको है। अब घुमिबस्नु त है, यता जानु उता जानु। अनि यस्तो राम्रो घाम लागेछ, बाहिरै बसिरहनु मन लाग्यो कि हामी एकछिन बाहिरै बसिरह्यो है, गफ गर्दै बाजे बोजूहरूसँग है, बसिरह्यो बाहिरै। अनि त्यो चाहिँ बाजे बोजूको घर भयो है। मैले तपाईँहरूलाई पहिल्यै देखाइसकेको छु है। यता चाहिँ हल भयो है, हलमा अब मिटिङहरूदेखि लिएर प्रोग्रामहरूदेखि लिएर सबै यही हुन्छ है। अनि त्यसपछि चाहिँ अन्त बोजू चाहिँ बाहिर घाम तापेर बस्नुभएछ है। अनुहार चाहिँ छेलेर, घामले छेलेर बस्नुभएछ चिया खाँदै है। अनि मैले बोजू खिच्थेँ भने भिडियो है। त्यसपछि भोलि बिहान भयो, भोलि बिहान फेरि खाजा बनाएर हामी रोटी है, गोर्खे अचार छुर्पीसँग अन्त चिया अन्डा खाएर बसेँ। अन्त मजा आउँछ है गाउँ बस्तीतिर कोही कोही बेला यसरी आएर बस्नु। यता हाम्रो बोबोले साग टिप्नु हुँदैछ, अर्ग्यानिक साग दामी फलेछ, दामी फलेछ, ग्रिन ग्रिन। वाउ, बुबा आफै रोप्नु भएको अरे त। बिरालोले पनि टिप्नु जाँदैछ साग। अनि बोजू र नाति यता बसिरहेछ। अनि यो पनाती यता बसिरहेछ, पनाती कुकुर खेलाउँदै। रामुला बस्ती हो। यहाँबाट उता जाने, यो माथि मेरो बोजूको घर, माथिको बोजूको घर हो। यता चाहिँ मेरो ठुलो आमाको घर हो। यो चाहिँ यस्तो घर हो। यहाँ यस्तो झरेर जानु चाहिँ टक टक टक, लुगा पुरा दिएछ। टिङ 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 टेन्टेरेन टेन्टेरेन। कस्तो मजाले घाम लाग्यो है, फुल दामी हर्छ। टेन्टेरेन मोमो घर यसला दामी बनाएछ त। ऊ के गर्दैछ? बदमास गर्दैछ, आएको बित्तिकै बदमास गर्दैछ। मोमो घर दामी दिएछ। यसला हो, यता रहेछ हो। यता चाहिँ बेडरुम रहेछ, बेडरुम 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 हिटर। दामी छ कोठा। के हुन्छ? मोमोको कोठा। अझै देवदाथान जुम कोठा। बुद्ध भगवानको